हेलो एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल गाइज एन्ड सबैजनालाई गुड मर्निङ मेरो भिभर्स मेरो सब्सक्राइबर सबैजनालाई अनि साथैमा म आज जाँदैछु मेरो शिवखोडी गएर हजुरहरूलाई शिवखोडीको भ्यू देखाउँछु अनि प्लस हजुरहरूले मेरो हिजो वैष्णोदेवीको मतलब भ्लग कस्तो लाग्यो पनि हजुरहरूलाई राम्रो लाग्यो भने जय माता दी लेखेर कमेन्ट गरिदिनुहोस् होला यहाँ मेरो साथी असिम जम्बो यो पनि आज जाँदैछ हो दुनिया बदल अन्त सुन्नु तँलाई कस्तो लाग्यो यहाँ अन्त हिजो बोल्दैन हो अन्त मतलब तँलाई कस्तो लाग्यो तँलाई हिजो यहाँको भ्यूहरू आयो यस्तो उति यहाँ अब उसको माथि माताको दर्शन पाउँदाखेरि माताको दर्शन पाएर हेभी शान्ति भएको छ मनमा चाहिँ क्या पुरा डाँडै डाँडा रहेछ उकालो गाडीहरू पनि हिँड्दो रहेछ मतलब यो चाहिँ अलिकति उयसको हो नि त के भन्छ त्यो मतलब गाउँतिर चाहिँ उयो मतलब के अरे बाँदरहरू मात्रै देख्ने गाउँको हो नि त त्यसले गर्दाखेरि बिचरालाई गाडी दिएको थिएन त्यसले गर्दा डाँडा त पुरा देखेको थियो दिएको चाहिँ हो आज चाहिँ हामी जाँदैछौँ फेरि शिवखोडी हजुर शिवखोडीको पनि मतलब देखाउने छु त्यहाँ वरिपरिको भ्यूहरू होइन हेर्नुहोस् है होइन हजुरले मेरो भिडियो कन्टिन्यू गरिदिनुहोस् हेर्दै गर्नुहोस् होइन हजुरलाई कस्तो लाग्दैछ कमेन्ट गरेर कमेन्ट पनि गर्दै गर्नुहोस् आज अब चाहिँ हामी निक्लेको हाम्रो रुम चाहिँ यस्तो किसिमको छ है मुस्ताद जी छ अनि अहिले चाहिँ हामी मतलब होटेलबाट निक्लिसकेको छु अहिले हामी जाँदैछौँ हाम्रो यहाँ उस्तादजी हाम्रो यहाँ हुनुहुन्छ गुरुजी उस्तादजी यहाँ हुनुहुन्छ हो देवरजी यहाँ हुनुहुन्छ अब उहाँले हामीलाई जान्छ शिवखोडी जाँदैछौँ सबैजनालाई जय माता दी हामी जाँदैछौँ शिवखोडी फाइनली अहिले चाहिँ हामी शिवखोडी घुम्ने गाडी राख्ने स्टेसनमा आइपुगिसकेको छु होइन अब चाहिँ हामी यहाँ मतलब गाडी यहाँ राखेर टोटोमा जाने हो होइन टोटोमा गएर अब चाहिँ मतलब शिवखोडीको लागि सुरु गर्नु यात्रा मतलब भर्खर गाडी यहाँ पार्क गरेको छु हाम्रो यो टेम्पो यहाँबाट चाहिँ अब हामी जान लागेको टोटोमा सबै हेरेको हाम्रो भिडियो अब किचनमा माथि तपाईँलाई पनि शिवखोडीको भ्यू देखाउने छु पनि दर्शन गर्नु शिवखोडी अगाडि वरिपरि भ्यू यस्तो यहाँ यतिखेर 20 रुपियाँको खुट्टा फाइनली गाइस फेरि अहिले हामी गाडीमा चढेर यहाँ माथि अब जहाँबाट पहिला यात्रा सुरु हुन्छ त्यहाँ आइपुगिसकेको छ यहाँ वरिपरि भ्यू हेर्नु कस्तो किसिम छ भ्यूहरू अब चाहिँ जाने हो यहाँबाट हाम्रो पहिलो यात्रा सुरु हुनेछ है अब हामी यहाँबाट जाने हो शिवखोडी ठिक छ चस्मा किन्दैछ हाम्रो आन्टीले हो एसल सबैजना चस्मा किन्दैछ यहाँ फेरि अहिले अब हामी चाहिँ इन्ट्री भइसकेको छ हाम्रो होइन त्यो गेटमा मतलब फोटो बनाउनु भिडियो गर्नु दिएको थिएन नि त अहिले चाहिँ हाम्रो भर्खर है इन्ट्री भइसकेको छ अब त हामी यहाँबाट हाम्रो यात्रा सुरु भइसकेको छ मतलब 3 किलोमिटरको यात्रा रहेछ हजुर देखाउने छु यात्राको मार्ग कस्तो छ के छ है यो चाहिँ रह्यो हाम्रो अगाडिको घोडे ओ घोडा ठिक छौ ठिकै छौ चलो मैडम चलो 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 पढ़ो 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 No.
धन्यवाद थो इङ्ग्लिस बुझ्दैन बाबाले भइसकेन र हुन्छ अरे हुन्छ होला हुन्छ होला प्रसाद लेके जाए भैया अपना प्रसाद भैया अहिले चाहिँ हामी चाहिँ सिपहरू आइसकेको छु हेभी खोल्छु हेभी गयो हेभी थक्यो 3.5 किलोमिटर थक्यो छ अङ्कल अङ्कल थकेन कि अङ्कल एकदम हेभी गयो है यस अब केही छैन कुवा देख्छु नि त सिपखोरी दर्शन हुन लाग्यो हजुर देखाउनेछु दर्शन गर्नु हजुर पनि सिपखोरीको सेरी यस्तो उकाल्छ सेरी पनि फेरि पनि यस्तो उकाल्छ सेरी पनि हो तल राख्नु हा हामी चाहिँ अहिले भर्खर दर्शन गरेर निक्लिसकेको छु सिटखोरीमा हो यो पछि पर सिटखोरी होइन हेर्नुहोस् न भ्यू भिडियो हामी चाहिँ अहिले दर्शन गरेर फर्किँदैछौँ होइन फेरि खुट्टा दुख्यो गल्यो दर्शन दामी भयो फेरि भित्र छ मान्छे फेरि भित्र छ ल मैले दर्शन कस्तो हो मैले कस्तो भयो अरे दामी माइजूलाई चाहिँ चिन्दैन त अन्त बङ्गालको सिएम हो हुनु अन्त आन्टी कस्तो भयो दर्शन दामी भयो मजा आयो राम्रो भयो हिजो चाहिँ एकछिन हराए हिजो हराउने आन्टी हो हिजो एकछिन हराए हराएको भन्दा पनि बाटो भुलेको अर्को बाटो आयो यहाँ अर्को आन्टी चाहिँ उयो हेरिसक्यो त फोटो मलाई किन नदेखाएको भन्दैछ हो अन्त आन्टी दर्शन कस्तो भयो तपाईँको मेरो सबै राम्रै भयो नि सबै पुगेर आएको छ खै यस्तो देवीको मन्दिर पनि देखाउनेछु सबैको दर्शन देखाउनु गर्ने हुन्छु सबै हेर्दै गर्नुहोस् मेरो भिडियो अब भिडियो यस्तो किसिमको हेर्दै अहिले भ्यू चाहिँ फाइनली अहिले चाहिँ हामी फर्किँदैछौँ होइन दर्शन गरेर यहाँ अहिले बाटोमै छु फर्किँदैछु हो यहाँ के कुरो लुकाउनु पर्ने छ यहाँ हो अनि हामी यहाँ गुन्डा त यहाँ छ यो गुन्डाले गर्दाखेरि हो लुकाउनु पर्दैन के यसलाई फेरि किन चाहिएको त्यही कुरो हो त्यसले गर्दाखेरि अहिले हामी फर्किँदैछौँ नजारा हेभी नै छ दामी छ नजारा चाहिँ हाममा सुपर देखिँदैछ हो हिँड्न भाइ हिँड भाइ ए हिँड भाइ फाइनली चाहिँ अहिले हामी यो तल आइसकेको छु अब यहाँबाट फेरि गाडीमा जानुपर्छ अनि दर्शन दामी भयो राम्रो भयो दर्शन हजुरले पनि हेर्नु होला दर्शन गर्नु होला अनि हजुर कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोस् कस्तो लाग्छ भिडियो है फेरि टु कन्टिन्यू अब यहाँ खाना खान्छु देखाउँछु खाना खानु जग्गा जग्गा भेट्दै गरौँ अहिले हामी चाहिँ यहाँ खानाको लागि बसिरहेको छु पुरा भोक लाग्यो बिहान केही नआएको भोक लाग्यो हाम्रो सोम्बे कस्तो भयो दर्शन सोम्बेको दर्शन एकदम दामी भन्यो हर महादेव हामीले चाहिँ अहिले खानापिना खाएर पनि निस्किसकेको छु बहिनीलाई खाना कस्तो लाग्यो बहिनी खाना मिठो जो खायो त हामी 4-5 थाल खाएको नै खाना मात्रै त्यस्तो भोक लाग्नु हुन्छ तिमीलाई मैले चाहिँ एउटा रोटी खाएँ अलिकति चामल खाएँ मिठै थियो तर खाना 4 थाल खाएको नहेर नि तिमीले यो बहिनीले 4 थाल खाना खाएको छक्क पऱ्यो केटीले 4 थाल खाना खाँदो रहेछ कि आफ्नो ब्लगमा आफूलाई भन्ने लास्ट लागेको तैँले आफ्नो 6 थाल खाएर अरूलाई भन्छ जस्तो यहाँ ऊ अर्को फेरि आफ्नो ब्लगमा भन 6 थाल खाएँ भन्छ 6 थाल मैले दुई खेप त थपेँ दुई खेप पऱ्यो एक खेप थपेँ एक खेप थपेँ हो यसले चाहिँ शान्ति कसम खाँदा फर्स्ट टाइम एक खेप थपेँ यसले चाहिँ रोटी 12वटा रोटी खायो
2 खेप भात थप्यो हो कि नभए लु भाइ कसम खानु मन त्यही हो कुरा यहाँ हाम्रो घुमले चाहिँ हाम्रो एक खाल चाहिँ मजाले दम फ्याएको छ होइन अब चाहिँ हामी फर्केको नि त यसै गाडीमा त्यो भएर अब अरू जग्गा मन्दिर जानु उतै गोमसिङ हाम्रो गाउँको गोमसिङ गोमसिङ उतै गोमसिङ हाम्रो गाउँको त्यसले गर्दाखेरि अब हामी चाहिँ निक्लेको नि त जाने हो ठिक छ गाइस हेर्दै गरौँ मेरो भिडियो लास्टसम्म अन्तिमसम्म ल यहाँ बाई गर्छ लु बाई लु बाई हेर उसको नाम त गोमसिङ हो गोमसिङ बाई भन्यो कमेन्टमा लेखेको चाहिँ फाइनली फेरि हामी घुमेर अहिले यहाँ बस स्ट्यान्ड आइपुगिसकेको छु अब त हामी जाने हो नि त फेरि होइन जाने हो अरू मन्दिर घुम्नु अब यहाँबाट हाम्रो गाडी आउँछ गाडीमा चढेर जाने हो तर चाहिँ बस स्ट्यान्ड जाने हो ठिक छ अब फेरि हामी गाडीमा चढेर जाँदैछौँ होइन निस्किसकेको फेरि अब बाटोमा मन्दिरहरू छ देवी मन्दिरहरू पनि दर्शन गर्ने पनि दर्शन गराउनु भिडियो अहिले गाइस अहिले चाहिँ हामी फेरि यहाँ 9 देवी मन्दिर आइसकेको छु हजुरलाई देखाउने छु यो चाहिँ 9 देवी मन्दिर कता पर्छ मतलब यो विष्णु देवीकै जस्तो छ भन्ने देखाउनु छु हेभी लाइन लागिरहेको छ अहिले त अहिले अहिले चाहिँ हामीले दर्शन गर्न निस्किसकेको छु 9 देवी माताको त्यसलाई पनि दर्शन गरेको भित्र पनि नदी छ नि त भित्र नदी छ नि त त्यसले गर्दाखेरि मेरो भिडियो कस्तो लाग्यो भने लाइक र कमेन्ट गरिदिनुहोस् है